Good morning everyone from चारराते। आजको दिन बिहानै देखिन्छ कि भनेर उठेको। वाउ तुसारो परेर ठाउँ चाहिँ वाउ छ है। मान्छेहरू माथि डाँडामा गएर हेर्दैछ त जाम। हेरौँ यता के देखिन्छ, के देखिन्छ हेरौँ। डाँडा काँडा ओहो हिमाल देखियो। पर हिमाल 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 एपमा देखिन्छ कि देखिँदैन है गोप्रोमा, तर उपर देखिरहेछ। मलाई त साह्रै मजा आइरहेछ है। केटाहरू कोही उठेको छैन, सब सुतेछन्। हिजो हिजो आउँदा हराएको बाटो कहाँ हो भने हिजो यो डाँडामा आएर चढेको हुसुले झपक्कै चप्पै अरू के भन्छ छ्याक्यो क्या। अब कहाँ हो यो घर पनि देखिँदैन। आई थिङ्क दिस इज ए बोर्डर लाइन। नेपाल भारतको बोर्डर हो क्या हो? पिलर हो, 55 नम्बर पिलरको रहेछ। वाउ, म अहिले नेपालमा छु, अहिले भारतमा छु। नेपाल भारत त्यो हिमालहरू चाहिँ देखिन्छ कि नै कहिले। हेलो घाम उदायो। सूर्य नारायण उदय भएको छ। बिहानीको सुरुवातसँगै साथी हो। तपाईँहरूको बिहानीको सुरुवात कसरी भएको छ? मेरो बिहानीको सुरुवात रहेको छ चारराते डाँडामा आएर बिहानको सनराइज भ्यू हेरेर। चितो भुत्तै देख्ने रहेछ। मकालोहरू देखियो। हिमालकै अगाडि हो। वाउ, रातो पछाडिन्छ मात्र नि, मान्छेको त्यो पाइप पनि फुट्छ क्या उसले गर्दा। यो ठाउँ के हो थाहा छ पाण्डे सर? झन्डा मखमली चोली माथि छड्केलायो घले कि रूप सुन्दर मेरी हजुर धपकै बले कि। अर्को हो माथि माथि पान्थराईमा टिका घामको। यो त मजा टलक्क टल्केको कुम्भकर्ण र कञ्चनजङ्घा त। यति हेर्न आएको थियो क्या हामी यहाँ मरि होइन, नभए आउनु सकिँदैन थियो। उसै किन दुःख गर्नु, पछाडिको हेर्नु त अब सन मकालु हिमाल गएर देख्न नपाएको मकालु होइन, यहाँ आएर देखिरहेको छ उपर। सोचेको थिएँ नि यतिको मौसम खुल्छ भन्ने, जहाँ गयो मौसमले धोका दिएको थियो, तर आज चाहिँ साह्रै साथ दियो क्या। होइन, यहाँबाट मकालु देख्न, कञ्चनजङ्घा देख्न पाइयो, मकालु देख्न पाइयो, सबै लोच्छे देख्न पाइयो, हिमाल रेन्ज सबै देख्न पाइयो होइन। अब हिमालको फेदमा गएर हिमाल देख्न नपाइएको ठाउँमा, नपाइएको अवस्थामा यहाँ आएर यति देख्नु भनेको
साह्रै भाग्य मानेको कुरो हो। यो कुम्भकर्ण कुम्भ यतापट्टिको कञ्चनजङ्घा यतापट्टि कुम्भकर्ण हो क्या र? कुम्भकर्ण अँ। अनि मका 4 रातेको यो भाइरल घर हामी हिजो त्यहाँ बसेको अनि यो सिन त अब देखाउँछु क्या म। हिजोसम्म सोचेको थिएन यतिको मौसम खुल्छ होला अनि हामी यहाँ यसरी हेर्न आउन पाउँछौँ होला भनेर हेरौँ त यस्तो मजाको खुल्दियो मौसम। हेर्नु सबै हिमाल। साथीहरू यहाँ सबै लागिरहेको छन् फोटो भिडियो खिच्न। कोही कहीँ कोही कतै कोही कतै। म आफ्नै पारामा भिडियो बनाउन मस्त छु म। जाडो पनि छ, तुषार अझै पनि पग्लिएको छैन होइन। यो चाहिँ नेपाल र इन्डियाको फिल्टर चिसो क्या होइन। सबै जाम भएको छ है यो। यो बाइक स्टार्ट हान्छ कि हान्दैन वान ट्याप भन्थ्यो कम्पनीको बेला अनुसार होइन। यस्तो चिसोमा जम्न चिसोमा हेरौँ ट्राई गरौँ कस्तो चाहिँ साथीहरूले। कहिले कहिले न्युट्रलमा हालौँ होइन। आयो भगवान् स्टार्ट हो आयो वान ट्याप स्टार्ट। हामी अब फाइलुङबाट 4 रातेबाट निस्किने तरिकाले ब्याग चिपिक्क बाँध्दैछौँ। साथीहरूको हिजोको ब्यागले साह्रै सतायो अरे। त्यही भएर उहाँको ब्याग हामीले हाम्रो ब्याग उहाँ दिन आँटेको छौँ हामी। यतै हेलौँ होइन। त्यो यार त्यो ग्यारेजवाला तोरिरहेछ क्या। भन्थ्यो के भने 120 किलोसम्म केही भयो भने यहीँ आउनुलाई भन्थ्यो। यहीँ अब जानलाई हामी 28 किलो त्यहाँ पुग्ने कुरो पनि छैन। लु हामी चाहिँ अहिले 5 थरको यो 4 राते भन्ने ठाउँमा छौँ। यो यहाँनिर एउटा मात्र छ यो होमस्टे भन्नु सफा गर्दाखेरि। यो सबै यताउता सबैतिर एकदम आज चाहिँ मौसम एकदम क्लियर छ। खुला भएर चाहिँ साह्रै रमाइलो छ। यतातिर ल अब यो हिमालहरूको भ्यू छ मजाले यो एकदम देख्न सकिन्छ। अहिले चाहिँ 4 रातेबाट हामी सन्दकपुर, यो सन्दकपुर भनेको इन्डिया पर्छ। इन्डिया चाहिँ जानलाई सन्दकपुर जानलाई चाहिँ तयारी अवस्थामा छौँ। हाम्रो बाइकहरू बान्ने क्रम जारी छ। बाइकहरू बानिसके पश्चात हामी चाहिँ सन्दकपुरको यात्राको लागि निस्किन्छौँ। र यो चाहिँ अल्टिच्युड 3386 मिटरमा अवस्थित छ। र यहाँ हावाहुरीले अहिले मौसम त खासै त्यति जाडो छैन, तर यो सिरेटो चल्ने हुँदा हिमालको काखैमा भएर सिरेटो चल्ने हुँदाखेरि चाहिँ अलि जाडो महसुस हुने। अहिले दिउँसो त त्यति ठिकै छ। अहिले यतिखेर चाहिँ 10 बज्यो। 10 बज्दाखेरि ठिकै छ। भनेको हाम्रो यो उनको स्वेटर भन्ने मुभी हामीले जस्ट अलि अगाडि 10-12 दिन अगाडि हेरेका थियौँ। र त्यसको लोकेसन र त्यसको सुटिङ पनि एउटा भाइरल गीत होइन। अनि मखमली के पछ्यौरी भन्ने एउटा त्यो गीत र उनैको स्वेटरको टाइटल सङ चाहिँ यहीँ छायाङ्कन भएको रहेछ। र लोकेसन त्यहाँ हेर्दाखेरि लोभलाग्दो थियो। र यहाँ आइपुग्दा पनि साह्रै नै हामीलाई चाहिँ त्यसको हाम्रो ओर्तिट भइरहेछ है। ल यो मेरो पछाडिको ब्याकग्राउन्डमा चाहिँ देख्न सकिन्छ
हिमाल छ, कञ्चनजङ्घा हिमाल हो त्यो। यो होइन उयो न कतिको देखिरहेछ खोइ देखिँदैन क्या हो। ल यताबाट हेरौँ त ल ठ्याक्कै यसबाट चाहिँ अलि सानो देखियो तर कञ्चनजङ्घा हिमाल हामीले अरू फोटोहरूमा पनि गरेको छ। एउटा मात्र होमस्टे छ। ल सबैले आउँदा हामी हिजो फेदिमबाट चाहिँ लगभग 5 घन्टाको राइडमा यहाँ आइपुगेका थियौँ। साह्रै नै रमाइलो छ, सुन्दर छ दृश्यहरू। अब चाहिँ हामी सन्दकपुरको लागि रवाना हुँदैछौँ। केटाहरू पनि रेडी भइसक्यो, ब्याग स्याग प्याक गरेर हामी पनि तयारी अवस्थामा छौँ। हजुर नखाने मिठाई सिठाई हामीसँग गल्तीमा कति छ। बरु मेरो युट्युब च्यानल सब्सक्राइब गर्नु, सेवासँग यात्रा भन्ने छ होइन नाम चाहिँ, सेवासँग यात्रा एउटा सब्सक्राइब थप्योस्। ल भाइहरू ल है त, हवस् ओके। जाऊँ हिँड्नु नि त, सन्दकपुरतिर रवाना भइयो है त हामी अब। ओए हिजो आएको बाटो यही पो हो त, गइन्छ। यहाँ बरु ल डाँडाबाट ओह्रालो झरिन्छ केटा अब गाइस। यो बाटो झर्नुपर्छ, यो बाटो झर्नुपर्छ। हिजो चढेको बाटो अब यहाँ लास्टै सोलिङ छ अरे। अप्ठ्यारो गन्द्राङ गुन्द्रुङ छ भन्थ्यो होटलको दिदीले, गन्द्राङ गुन्द्रुङ नै होला।